आजको भिडियोमा चाहिँ यो मैले बनाएको एक्सेल टेम्प्लेट चाहिँ कसरी बनाउने भन्ने हामी कुरा गर्छौं। ल सुरु गर्नु अघि चाहिँ हामीले एउटा कुरो के बुझ्नुपर्छ भने यो जति पनि एक्सेल टेम्प्लेटका यो वर्कशीट्सहरु छन् यिनीहरु एउटा सेट अफ रुल्समा बाँधिएका छन् र यो सेट अफ रुल्समा हामी अभोइड भइएन भने यसले चाहिँ सबै एरर मात्र थ्रो गर्छ। त्यही भएर एउटा सर्टेन रुल अनुसार मात्र हामीले डाटा एन्ट्री गर्नुपर्ने हुन्छ। यदि त्योबाट बाहिर गयो भने चाहिँ यसले एरर दिन्छ र हाम्रो क्याल्कुलेसन बिग्रिन्छ। सो त्यसकारणले के छ भने हाम्रो यो सबै सिटमा चाहिँ हरेक वर्कसिटमा हजुरहरूले इन्स्ट्रक्सन पाउनुहुन्छ र यो इन्स्ट्रक्सन्सको इच एन्ड एभ्री पोइन्ट इज अफ इक्वल इम्पोर्टेन्स। यो कुराहरू हजुरले बुझ्नै पर्छ। डाटा एन्ट्री गर्नु अघि जहिले पनि ख्याल गरौँ, पहिला सबै इन्स्ट्रक्सन्सको इच एन्ड एभ्री पोइन्ट पढेर मात्र डाटा एन्ट्री गर्नतर्फ जानुस्, नत्र हजुरहरूलाई हल्का ज्याउ हुन्छ। अनि अर्को कुरा के बुझौँ भने मैले चाहिँ त्यो एक्सेल सिट्सहरुमा चाहिँ कलर कोडिङ गरेको छु। जस्तो ब्लू भनेको चाहिँ हाम्रो हेडर हो, ग्रीन भनेको चाहिँ हेल्पर कलम हो जुन चाहिँ इन्टरनल क्याल्कुलेसन्सलाई मात्र युज गरिन्छ र अनलेस नभनेसम्म हजुरहरूले केही पनि नगर्नुस्। त्यसमा ओरेन्ज वाला हाइलाइटेड सेल छ भने मात्र तपाईले त्यहाँ डेटा एन्ट्री गर्न इरेज गर्न पाउनुहुन्छ। तर यदि त्यो सेलहरु कुनै पनि हाइलाइटेड छैन र व्हाइट छ भने त्यो सेलमा कुनै पनि डाटा इरेज गर्न पाइदैन, कुनै पनि डाटा लेख्न पनि पाइदैन, त्यो सेलहरुलाई छुनै पाइदैन। ल यति भइसकेपछि अब यदि हजुरहरूलाई चाहिँ कुनै कन्फ्युजन भयो र कतै केही मिलेन जस्तो भयो भने चाहिँ हजुरहरूले चाहिँ मलाई यो मेरो कन्ट्याक्टमा सम्पर्क गर्न सक्नुहुन्छ है त। अर्को एउटा कुरो, यो हरेक वर्कशीटहरु एकअर्कासँग लिंक्ड छ। जस्तो यो एचसीआर मेजर भन्ने जुन यो वर्कशीट छ यो अगाडिको दुईटासँग लिंक छ। त्यसैगरी यो एचसीआर माइनर भन्ने अगाडिको तीनटासँग लिंक्ड छ। त्यसैले हजुरहरूले के गर्नुपर्छ भन्दाखेरि डेटा एन्ट्री गर्दाखेरि यो वर्कशीट्सहरु जुन अर्डरमा राखिएको छ त्यही अर्डरमा नै अगाडि बढ्नुपर्छ, नत्र यसले पनि के गर्छ एरर जेनेरेट गर्दिन्छ। ल लिनियर डिस्टेन्स मेजरमेन्ट र यो एकदमै सिम्पल हो। यो हेरौँ, यसलाई ख्याल गर्न पर्दैन। यदि कुनै पनि हरियो ब्याकग्राउन्डमा छ भने त्यो भनेको हेल्पर कलम हो, त्यो भनेको चाहिँ हामीलाई इन्टरनल क्याल्कुलेसन्सको लागि मात्र राखेको, नत्र यसले प्रिन्ट गर्नेमा यसको कुनै काम छैन। हजुरहरूले सिम्पली यसलाई यसरी दुईटा कलम सेलेक्ट गरेर राइट क्लिक गरेर सिम्पली हाइड गरिदिनु भयो भने केही पनि हुँदैन। अब यहाँ हेरौँ है, यो लिनियर मेजरमेन्ट अफ मेजर ट्राभर्स छ। फिल्ड बुकको टेम्प्लेट चाहिँ यस्तो हुन्छ। अब सिम्पली हजुरहरूले यसमा केही गर्न पर्दैन, बीचमा गएर कुनै रो इन्सर्ट गर्नुपर्छ भन्ने त्यस्तो कुनै हुँदैन। हजुरहरूले ख्याल गरौँ है, हजुरहरूले यहाँ डाटा मेट्न पाउनुहुन्न है, यहाँ यसरी डाटा मेट्न पाइदैन, यहाँ गएर डाटा यसरी मेट्न पाइदैन। यसले एकदमै ठुलो ब्लन्डर क्रिएट गरिदिन्छ। त्यो झुक्केर पनि नगरौँ। हजुरहरूले डाटा मेट्न पाउने, इरेज गर्न पाउने भनेको यतिमा मात्र हो, यो ओरेन्ज हाइलाइटेड सेलमा मात्र हो, अन्त कतै पनि गर्न पाइदैन। अब हजुरहरूले सिम्पली के गर्नुस् भने आफ्नो यो स्टेसनको डाटाहरु चाहिँ यहाँ ओभरराइड गर्दै जानुस्। अब यतिलाई मेट्न पाइन्छ, यतिलाई मेट्दिनुस्, केही फरक पर्दैन। सिम्पली मेट्दिएर यहाँ हजुरहरूको अब कति हो डाटा आफै लेख्नुस्। मानिलिउँ यहाँ 80 छ अनि यहाँ 80.001 छ। अब हेरौँ है, मानिलिउँ तपाईहरुको फरवर्ड र ब्याकवर्ड डिस्टेन्स चाहिँ यदि प्रिसिजनमा आएन भने चाहिँ यो रिमार्क सेक्सनमा एउटा रेड कलरको हाइलाइट आइदिन्छ। मानिलिउँ मैले यहाँ एउटा 79 हाने, यतापट्टि आएर 80 हाने भने मेरो प्रिसिजनमा छैन। प्रिसिजनमा नआइसकेपछि यसले के गरिदिन्छ भने यतापट्टि रेड हाइलाइट दिएर हजुरलाई वार्निङ साइन दिन्छ। र हजुरले ख्याल गर्नुस्, यहाँ कुनै पनि रो यसरी पुरै रो सेलेक्ट गरेर यहाँ इन्सर्ट डिलिट गरिरहन पर्दैन। सिम्पली हजुरहरूले के गर्नुस् भने तल जानुस्। अब यहाँ कुनै एउटा नयाँ स्टेसन थप्न पर्यो, मानिलिउँ यो CP1M21 भनेर भने यहाँ आफै तल क्याल्कुलेसन फर्मुला आफै फिल हुँदै आउँछ। अनि हजुरहरूले यहाँ आफ्नो डेटा लेख्नुस्। यसरी लेखिसकेपछि प्रिसिजन पनि आफै क्याल्कुलेट गर्दै गइदिन्छ। 23 लेख्यो यसरी। यो स्ट्रिक्टली फलो गर्नु होला है। सुरुमा मेजर ट्राभर्सकै मात्र गर्नु। त्यो गरिसकेपछि अब माइनरमा आउनुस्। माइनरकोमा पनि सेम नै हो। माइनरकोमा पनि के गर्नुस्, सिम्पली अब तपाईहरुले डेटा यतिमा मात्र तपाईले डेटा एन्ट्री गर्न पाउनुहुन्छ अथवा चेन्ज गर्न पाउनुहुन्छ। यति सबैलाई मेट्दा खासै केही फरक पर्दैन, किनभने हजुरहरूले यहाँ आएर 1 लेखे, फ्रम CP1 लेखेँ, यहाँ CP2 लेखेँ, फरवर्ड डिस्टेन्स 10, ब्याकवर्ड डिस्टेन्स 10 लेखेँ भने यहाँ फर्मुला आफै आउँछ। फर्मुलामा कुनै चेन्ज हुँदैन। तर हजुरहरूले केही गरी यो व्हाइट वाला सेललाई पनि रिमुभ गरिदिनु भयो, यसरी पुरै फाल्दिनु भयो भने अब हजुरहरूको आउँदैन। CP1 CP2 यहाँ 10 लेख्यो भने हजुरहरूको क्याल्कुलेसन्स आउँदैन। सो यो स्टेप एकदमै इम्पोर्टेन्ट छ, ख्याल गर्नु होला। तपाईले इरेज गर्न पाउने, डेटा लेख्न पाउने ठाउँ भनेको यो ओरेन्ज हाइलाइटेड सेल्स मात्र हो, अन्त कतै पनि पाइदैन। यो पनि सिमिलर प्रोसेस हो। अगाडि जस्तो थियो त्यस्तै नै गर्ने हो। नयाँ डाटा चाहिँ यहाँ 11 लेख्ने। ल मानिलु M1 देखि अर्को
m2 बनाउनु पर्यो 63 ल डिस्टेन्स छ यतापट्टि पनि 63 गरे यसरी हजुरहरुको यदि प्रिसिजन भित्र छैन 1/3000 सम्म छैन भने हजुरहरुको चाहिँ के आउँछ यहाँ एरर आइदिन्छ सो यहाँ मैले 60 गरे भने यसरी एरर आउँछ यो कुरो ख्याल गर्नु है अब यति गरिसकेपछि अब हामी HCR मेजरको क्याल्कुलेसन्समा जान सक्छौं यो टेम्प्लेट एकदमै रमाइलो छ हेरौँ है हजुरहरुले यहाँ पनि सिमिलर प्रोसेस ओरेन्ज हाइलाइटेड सेल्समा मात्र हजुरले डेटा लेख्न पर्ने अन्त कतै लेख्न पर्दैन इनफ्याक्ट म के गर्दिन्छु भने हजुरले यो लेफ्ट राइट पनि लेखिरहनु पर्दैन म यति के गर्दिन्छु यतिलाई सिलेक्ट गर्दिन्छु र यसलाई सिम्पली नो फिल गर्दिन्छु ल हेरौँ है हजुरले चाहिँ सिम्पली के गर्नुस् हजुरले फिडमा लेखेको डाटा CP1 बाट M20 मा हेर्नुभयो CP2 मा हेर्नुभयो त्यसपछि सुरुमा लेफ्ट त्यसपछि राइट सिम्पली आफ्नो डाटा एन्टर गर्दै जानुस् यहाँ है यो ओरेन्ज हाइलाइटेड सेलमा मात्र डाटा एन्ट्री गर्नुस् अन्त कतै पर्दैन हजुरलाई लाग्ला यो होरिजन्टल डिस्टेन्स एन्ट्री गर्न पर्दैन किनभने यो वर्कशीट अगाडिको यो लिनियर डिस्टेन्स मेजरसँग लिंक छ यसले चाहिँ के गर्छ भने यो सुरुमा हेर्छ CP1 M20 अगाडिको लिनियर डिस्टेन्स मेजरमेन्टकोमा गएर यसले यहाँ चेक गर्छ यो दुईटा कलममा चेक गर्छ CP1 M20 भन्ने कहाँ छ भनेर यहाँ छ अनि यसले के गर्छ भने यसको करेस्पोन्डिङ ब्याकवर्ड डिस्टेन्स यो आफैले यहाँ ल्याएर एन्टर गर्दिन्छ सो हजुरहरुले त्यही भएर अगाडिको दुईटा सल्भ गरेर बल्ल यसमा आउनुस् भन्नुको कारण यो यसलाई अटोमेटिकली डिस्टेन्स आफै लेखिदिन्छ हजुरले बारम्बार टाइप गरिरहन पर्दैन सिम्पली आफ्नो डाटा एन्ट्री गर्नुस् फेस एंगल मीनहरु मैले यहाँ चाहिँ एउटा यहाँ पनि एन्टर गर्नुपर्छ हजुरले डाटा यति पार्ट चाहिँ हजुरले एन्टर गर्नुपर्छ यसलाई सिलेक्ट गर्दिए र म यसलाई पनि ओरेन्ज ब्याकग्राउन्ड गर्दिन्छु सेट 1 को रिडिङहरु फेस लेफ्ट फेस राइट र सेट 2 को रिडिङहरु फेस लेफ्ट फेस राइट सिम्पली फिल्ड बुक अथवा टोटल स्टेशनबाट जे रिडिङ आएको छ त्यही ठ्याक्कै लेख्नुस् कुनै पनि चेन्ज गर्न पर्दैन हजुरले सोच्नु होला अब यो चाहिँ 360 कटेर 43 आएको यसमा प्लस 360 गर्न पर्छ भनेर सोच्नु होला पर्दैन जस्ट जे आएको छ सिम्पली त्यही छोड्दिनु एक्सेल आफैले काम गर्छ ल मानिलियौ केही गरी हैन हजुरहरुको यदि फेस एंगल बीचको डिफरेन्स चाहिँ 20 सेकेन्ड भन्दा बढी आछ अनि दुईटा सेटको मीनहरुको बीचको डिफरेन्स चाहिँ 1 मिनेट भन्दा बढी आछ भने यो रिमार्क्स सेक्सनमा एउटा रेड कलरको हाइलाइट आउँछ जस्तो कि फर एक्जाम्पल मैले यहाँ 35 नराखिकन 55 राखे 20 सेकेन्ड सम्म छ ठीक छ तर म यसलाई चाहिँ यदि 56 गर्दिन्छु भने यहाँ रेड कलर हाइलाइट आउँछ त्यसैले हजुरहरुको यदि एरर भएको छ भने यसले चेक गर्दिन्छ र मानिलियौ हजुरहरुलाई यतिले पुगेन M20 सम्म पुगेन हजुरहरुलाई नयाँ सेल चाहियो के गर्ने सो सिम्पली यो रो सिलेक्ट गर्दिनुस् र एकचोटी लेफ्ट क्लिक गरेर तल ड्र्याग गर्दिनुस् सबै इन्टायर रो सिलेक्ट हुन्छ र यहाँ एउटा अटोफिलको अप्सन आउँछ सानो स्क्वायर देख्नु है यो अटोफिलको अप्सन हो र यसलाई यसरी तल ड्र्याग गर्दिनु भने तपाईहरुको फर्मुला आफै अटोफिल भएर आउँछ सो सिम्पली अब के गर्ने यहाँ तपाईहरुको डाटा लेख्दिनुस् अब यहाँ मानिलियौ M21 होला रे M21 बाट M20 मा हेर्यो CP1 मा हेर्यो जसरी जे गर्न मन लाग्छ गर्न सक्नुहुन्छ अनि मैले चाहिँ यहाँबाट यसरी सिम्पली ल्याए यहाँ र कपी गर्दिए डेटा अहिले अनि त्यसैगरी यहाँ आए कपी गर्दिए यहाँ पेस्ट गर्दिए सिम्पली मेरो कुनै पनि एरर छैन किनभने माथि अलरेडी एरर थिएन सो हाम्रो यो क्याल्कुलेसन्स ठीक छ अब के गरी अब हजुरहरुले चाहिँ यहाँ डेटा एन्ट्री गर्दै जानु भएको थियो अब M10 गर्नुभयो झुकेर M12 को गर्नुभयो अब यहाँ फेरि M12 को अब यहाँ बिचमा M11 को चाहियो अब फेरि एन्ट्री गरेर बस्ने गर्ने हैन सिम्पली हजुरले के गर्नुस् भने यो बिचको यो चारवटा रो सिलेक्ट गर्दिनुस् राइट क्लिक इन्सर्ट यो गरिसकेपछि अब हजुरले के गर्न पर्छ भने फर्मुला अटोफिल गर्न पर्छ के गर्ने यति सबै रो है इन्टायर रो नै सिलेक्ट गर्ने माथिको इन्टायर रो सिलेक्ट गर्ने सिम्पली एक स्टेप तल ड्र्याग गर्दिने यो चाहिँ फर्मुला आफै अटोफिल हुन्छ अनि हजुरहरुले चाहिँ आफ्नो छुटेको डाटा यहाँ लेख्न सक्नुहुन्छ सो यति नै हो यो HCR क्याल्कुलेसन्समा अब माइनरको पनि सिमिलर हो है माइनरकोमा पनि हजुरहरुले होरिजन्टल डिस्टेन्स कुनै के लेख्न पर्दैन यसको चिन्तै नलिनुस् अनि हजुरहरुलाई नयाँ सेल चाहियो भने सिम्पली यसरी सिलेक्ट गर्दिनुस् लास्टमा अनि त्यो पछि सिम्पली अटोफिल गर्दिनुस् नयाँ सेल आउँछ अथवा बिचमा चाहियो भने यसरी सिलेक्ट गरेर राइट क्लिक गरेर इन्सर्ट गर्दिनुस् अनि त्यो पछि यो माथिको चारवटा सेल सिलेक्ट गर्नुस् तलपट्टि अटोफिल गर्दिनुस् सिम्पली हजुरहरुको डाटा एन्टर हुन्छ